हेलो नमस्कार। म चाहिँ पुष्पलता लिम्बू, लता ब्युटी पार्लरको ओनर भन्नु होला नि हैन। ओनरै हो। अनि आज चाहिँ मैले किन भिडियो बनाउँदैछु भने आज मात्र हैन, अब चाहिँ म कन्टिन्यू बनाउने भिडियो हैन, अब भाइरल हुनुपर्ने छ। अनि किन बनाउँदैछु भने हेयर एक्सटेन्सनको लागि हामीले कपाल रेडी पारिराखेको छौँ। यहाँ पनि कपाल रेडी पार्दैछौँ अनि यहाँ चाहिँ बनाउँदैछु हैन। मैले दुईजना भएर बनाउँदैछु किनभने पहिला पनि यो पहिल्यै गरेको हेयर हो। अनि त्यस पछाडि त्यो हेयर चाहिँ निकालेर बनाउँदाखेरि एक्लैलाई अलिकति गाह्रो भयो किनभने लट्टा परेको थियो बेसरी। एकजनाले लट्टा फोड्दैछ अनि म चाहिँ बनाउँदैछु। अनि हजुरहरूलाई पनि कपाल छोटो छ अनि कपाल पातलो छ भने हजुरहरू हेयर एक्सटेन्सनको लागि मलाई सम्झनु सक्नुहुनेछ। अनि अहिले चाहिँ अब अहिले 6:23 भएछ बेलुकाको साँझको। उहाँको कपाल चाहिँ हामीले पहिला पनि स्ट्रेट गरेर रिङ एक्सटेन्सन गरेको थियौँ। अब चाहिँ हामीले रिङ एक्सटेन्सनलाई चाहिँ निकालेर हामीले ग्लु चाहिँ यस्तो हुन्छ हैन, यस्तो हुन्छ ग्लु चाहिँ। यो ग्लुको सहायताले चाहिँ हामीहरू एक्सटेन्सन गर्दैछौँ, हेयर एक्सटेन्सन गर्दैछौँ। अनि त्यहाँदेखि कपाल पनि बनाउँदैछौँ। उहाँले चाहिँ के भन्नुभएको छ भने मलाई ठुल्ठुलै लगाइदिनु ल, ठुल्ठुलै लगाएको मलाई मनपर्छ भनेर हामीले यो कपाललाई चाहिँ सानो बनाउनु पर्ने थियो, तर हामीले ठुलै बनाएर राखिराखेको छौँ, बनाउँदैछौँ। उहाँको कपाल एकदम पातलो अनि कलर पनि हल्का कलर ब्राउन कलरको, यो यस्तै ब्राउन कलरको उहाँको कपाल। अनि ठ्याक्कै यस्तै म्याचिङ बनाएर बनाउँदैछौँ हामीले चाहिँ कपाललाई। अनि आजभन्दा अगाडि पनि उहाँले गर्नुभएको थियो, दुईचोटि गरिसक्नु भएको थियो। अनि अहिले हेयर एक्सटेन्सन कपाल जोड्न आँटेको दिदी। अनि यहाँ बोल्दैछु नि म। अब म पनि युट्युबमा यसो बोलेर पैसा कमाउनु पर्यो भन्दै गरेको होइन, बनाउँदैछु। यो अब यहाँ काम हुँदैछ नि त। अनि यो अब जोड्नुपर्ने यो कपालमा जोड्नुपर्छ। यो चाहिँ उहाँको 30,000को कपाल सबै गरेर यो चाहिँ 30,000को उहाँको कपाल हो। थुप्रै चाहिँ यत्रो ठुलो मुठाइ लगाएको हो नि त हामीले, सानो होइन। यो नेचुरल कपालै काटेको राखेको यो दिदी यो नेचुरल कपालै आउँछ, नेचुरलै आउँछ। हामीलाई नै यो महँगो परेको हुन्छ क्या, हामीले त त्यति साह्रो मार्जिन हुँदैन, ठुलै उयो राखेर गरेको हुन्छ। अनि यो त कोर्नु धुनु कोर्नु धुनु अब यहाँ दुईजना लागिरहेछ, यसरी लगाइरहेछ नि त। अब यो यस्तो भइरहेछ। अब यो रिङ हो, पहिला हामीले रिङले गरेको थियौँ, यसलाई रिङ एक्सटेन्सन भन्छ। अनि यस्तोले गरेको थियौँ। अब यो निकालेको अनि लट्टा एकदम परेको थियो। अनि यसलाई निकाल्दै यसरी बनाउनुपर्छ। अब त रेडी हुँदैछ। अनि उहाँले चाहिँ पनि गर्ने अरे क्या, कपाल स्ट्रेट पनि गरेर लगाइदिनु आँटेको। पहिला पनि हामीले स्ट्रेट गरेर लगाएको थियौँ, फेरि स्ट्रेट गरेर लगाउनु खोज्दै हुनुहुन्छ। त्यही भएर यस्तो गर्दाखेरि पोल्दाखेरि पोको पर्दो रहेछ नि दिदी। यो ग्लुले चिप्किन्छ मजाले, यसरी बनाउनुपर्छ नि। कति पैसा सजिलो ठाउँमा छैन, पैसा सजिलो ठाउँमा छैन नि दिदी। सजिलो ठाउँमा भएको यता होइन, झ्याउ त झ्याउ नै हुन्छ। यहाँ हेर्नु न, अब यो एकजनाले त यो त सम्भवै छैन। यो थुप्रो थियो क्या कपाल, सम्भवै हुँदैन यो एकजनाले। अब यो त मलाई त लगभग अहिले 9 बज्छ होला, सायद 9-10 बज्छ होला भन्दैछु। यसरी बनाउनुपर्छ। फेरि उहाँ नभ्याउनु हुने अरे कि भोलि आजै अस्तिको 3 दिनदेखिको उहाँको 3-4 दिन भइसकिसक्यो हामी बिजी भएर। उहाँको त्यो जोड्नै पाएको छैन क्या। कति कुराहरू त तपाईँहरूले यसरी भिडियोमा हेरेर पनि सिक्न सक्नुहुन्छ।
यस्तो कामहरू होइन। तर अब अलिक यो ओरिजिनल कपाल राम्रो कपाल भएकोले गर्दाखेरि महँगो चाहिँ पर्छ हामीलाई, एक्सपेन्सिभ एकदमै एक्सपेन्सिभ पर्छ। अहिले हजुरहरूलाई जोड्दै गरेको पनि म सायद देखाउँछु, सायद भन्दा टाइम मिलेछ, यदि मिलेछ भने चाहिँ म देखाउँछु है, मिलेन भने त अब माफ पाऊँ। अनि फाइनल लुक्स पनि देखाउँछु म। अनि हजुरहरू पनि यदि तपाईँहरूलाई पनि हेयर एक्सटेन्सन पातलो छ भने आउनु होला, हामीले यसरी जोडिदिन्छौँ। कलर गरेको कपाल, हाइलाइट गरेको, हाइलाइट जसरी पनि जोड्न सक्नुहुनेछ, कलर गरेर पनि जोड्न सक्नुहुनेछ। नेचुरल कपालको क्वालिटी अनुसार हामीहरू चाहिँ हेयर एक्सटेन्सन गर्छौँ, आउनु होला। अहिले हामीले अफर दिइरहेको छौँ, तपाईँहरूलाई अफरको मौकाको फाइदा उठाउनु होला। तपाईँहरूलाई म एक्सटेन्सन गरेको पनि देखाउँछु है। अघि चाहिँ मैले यहाँ देखाउँछु भनेको थिएँ हेयर एक्सटेन्सनको लागि। अनि यहाँनिर यता फोकस गर न। अनि हामीले जुन अघि कपाल बनाइराखेको थियौँ त्यो कपाल चाहिँ हामीले यसरी एक्सटेन्सन गर्दैछौँ। अनि उहाँको चाहिँ के भयो भन्दाखेरि खास चाहिँ सानो गर्नुपर्ने हो, जोड्नुपर्ने हो। उहाँले ठुलै भन्नुभएको कारणले हामीले ठुल्ठुलै जोड्दैछौँ। अहिले तपाईँहरूलाई म यो यसको फिनिसिङ पनि देखाउँछु होइन, के कस्तो हुन्छ होइन। फिनिसिङ पनि देखाउनु पऱ्यो नि त, गाइज हो, गाइजहरूले हेर्नु पऱ्यो नि त, साथीहरूले हेर्नु पऱ्यो होइन। फाइनली हामीले चाहिँ होइन यो कपाल चाहिँ एक्सटेन्सन गरेर, यसरी एक्सटेन्सन गरेर चाहिँ हामीले यतिको लामो बनाइदिएको छौँ होइन। ल भयो चट्यो। यति भन्दै मेरो चाहिँ एक्सटेन्सन सक्यो। गर्मी पनि भयो, एकदम गर्मी भयो होइन। अहिले चाहिँ 8:34 भएछ एक्सटेन्सन गर्दा गर्दै, गर्मी भयो एकदमै। अनि यिनीहरू चाहिँ यहाँनिर के गरे तिमीहरूले चाहिँ जेल पोलिस गर्दैछ होइन। गुड नाइट, बाई बाई। सब्सक्राइब, लाइक, कमेन्ट, सेयर सबै गरिदिनु होला। थ्याङ्क यू सो मच, बाई बाई।